हेलो नमस्कार सबैलाई। जुन चाहिँ आज नेपालका प्रधानमन्त्री सुशीला कार्की हुन त खासै तपाईँको नेपालले चाहे अनुसारको चाहिँ नि एउटा प्रधानमन्त्री बनेको छैन होइन, एउटा षड्यन्त्र तरिकाले बनेको। जुन चाहिँ हाम्रो सुशीला कार्कीजीले चाहिँ के बोल्नु भने एकजना पत्रकारले चाहिँ एउटा दुई चारवटा क्वेसन सोध्दाखेरि चाहिँ नि ठाडो तरिकाले रिसा स्वभावले उहाँले उत्तर दिनुभयो। यो के भएको है। र साथसाथै अर्को कुरा जुन चाहिँले जति पनि मन्त्रीहरू भएको छन् होइन, एउटा कानुन बनाउने भन्ने कुरा, राज्य सञ्चालन गर्ने एउटा प्रमुख भनेको त कानुन हो। जे मन लाग्यो त्यही निर्णय गर्दछ। एउटा त्यो एउटा अब्जर्भेसन गरेर एउटा सर्वेक्षण गरेर यसको आधारमा चाहिँ हामीले चाहिँ नेपालमा यसको फाइदा यति छ, बेफाइदा यति छ, र साथसाथै यसको लागि चाहिँ नेपाली नागरिकलाई आवश्यक छ भनेर चाहिँ एउटा क्याटेगोराइजेसन गरेर रिसर्च गरेर अनुसन्धान गरेर ऊ अलिकति बल्ल लाएर चाहिँ त्यसको निर्णय गर्ने हो। जुन मन्त्री आए पनि आफ्नो मन लागेको निर्णय गरिदियो है। एउटा तपाईँको जुन राजनीति गर्नुपर्ने यो चाहिँ नि राजनीति गर्ने चाहिँ मान्छेहरू कोही पनि देखेन नेपालमा देखिएन। र साथसाथै यतापट्टि राजनीतिक दलका प्रमुख नेताहरू है यिनीहरू सबै भ्रष्टाचारका लागि छन्। नयाँ जिन्जी पुस्ताले चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ अब यिनीहरूको चाहिँ नि हरेक कुरा एउटा रिसर्च अनुसन्धान गरेर चाहिँ अब कस्तो नीति आवश्यक छ भन्ने कुरामा चाहिँ नि एउटा तपाईँको चाहिँ कन्क्लुजनमा आएर मात्र अगाडि बढ्दा ठिक हुन्छ है। अन्त पुरानै दल, पुरानै सिस्टम, पुरानै पार्टीको कुरामा जान्छ यस्तो पाराले त सबै सचेत हुनु पर्यो है। जुन चाहिँ राजनीतिक गतिविधिहरू देख्छ सुशीला कार्कीको एउटा मन्त्री परिषद निर्णय है, अहिले प्रमुख पार्टीका कुराहरू, नेताहरूको कुरा है, यिनीहरू सबै भ्रष्टाचारको लागि ल्याएको छन्। कुनै तपाईँको चाहिँ नेपाल सर्वसाधारण नेपाली नागरिकको लागि चाहिँ हक हितको लागि लडिरहेको देखिँदैन। यो चाहिँ बुझ्नुपर्छ।